हाई नमस्ते, म चाहिँ सीता श्रेष्ठ धरान 1। हजुरहरूलाई चाहिँ म के भन्न गइरहेको छु भने धरान 1 का सम्पूर्ण विषयवाडका व्यवसाय दाजुभाइ दिदीबहिनीहरू र हाम्रा धरान बजारमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमाहरूलाई चाहिँ मेरो नमस्कार। के भन्न चाहन्छु भने हाम्रो धरान सफा धरान र स्वच्छ धरान, हर्क सम्पाङको धरान भनेर चिनिएको हाम्रो धरान, म चाहिँ के भन्न चाहन्छु भने वातावरणीय सरसफाइ राख्नको लागि चाहिँ हाम्रो धरानमा चाहिँ एकजना हाम्रो दिदीसँग आज मेरो भेट भयो। उहाँले चाहिँ जति पनि निस्केका हाम्रो घरका फोहोरहरू जस्तै बोतलहरू, सिसाहरू, कलम किताबहरू, पसलबाट निस्किएका कार्टुनहरू, चाहिने कुराहरू चाहिँ यस्तै बोतलहरू हैन, सिसाका बोतलहरू, बियरको बोतलहरू पनि यसरी कलेक्सन गरेर राख्यो भने चाहिँ उहाँहरू चाहिँ हप्तामा एकखेप लिएर आएर लानुहुने रहेछ। त्यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म के भन्न आग्रह गर्छु भने हाम्रा धरान सफा धरान भने जस्तै हजुरहरूले आफ्नो घरमा निस्केको फोहोरहरूलाई चाहिँ आफ्नो घरमा एउटा झोला अथवा एउटा बोरामा प्याक गरेर राखिदिनु भयो भने चाहिँ हजुरहरूले चाहिँ अब पैसा पनि आयो र यो चाहिँ 10 रुपियाँ केजी बिक्ने छ। यो प्लास्टिकको सामानहरू चाहिँ अब तपाईँले यो रक्सीको बोतलहरू चाहिँ यो दुईटाको 18 रुपियाँ गोटा बिक्ने छ। त्यसैले हजुरहरूले चाहिँ आफ्नो फोहोरहरू चाहिँ आफ्नो घरमा सुरक्षित ठाउँमा राखेर चाहिँ कुहिने कुराहरू चाहिँ नगरपालिकाको गाडीमा निकालेर फालिदिनुहोस्। नकुहिने कुराहरू चाहिँ आफ्नो घरमा कुनै एउटा ठाउँमा राखेर चाहिँ राखिदिनु होला र तपाईहरुलाई पैसा पनि आउनेछ र सफा पनि हुनेछ। र म चाहिँ यही भन्न चाहन्छु कि म धरान 1 को स्वास्थ्य बिमा कर्मी पनि हो र धरान 1 का सम्पूर्ण हाम्रा हस्तीहरूलाई पनि म भन्न चाहन्छु, हाम्रो वडाध्यक्षज्यू, वडा सदस्यज्यूहरूलाई पनि भन्न चाहन्छु कि हामी धरानवासीहरूले चाहिँ यसरी नै फोहोरहरू कलेक्सन गर्यो भने चाहिँ हाम्रो धरान चाहिँ हेर्नुस् स्वच्छ धरान, सफा धरान भनेर चाहिँ चिनिनेछ। त्यसैले हाम्रो हर्क सम्पाङको हाम्रो धरानलाई चाहिँ चिनाउनु नै हाम्रो जरुरी छ। थ्याङ्क यू सो मच। हजुरहरू सबैले साथ दिनु होला हाम्रो यो फोहोरहरू कलेक्सन गरेर हाम्रो वातावरणमा पनि सरसफाइ हुनेछ, पोल्युसनहरू घट्नेछ। त्यही भन्दै फेरि पनि भेट हुनेछु। थ्याङ्क यू सो मच।